च्यानल हामीले चाहिँ आज जाँदैछौँ ब्याक टु नेचर भन्ने एउटा रमणीय ठाउँ जो चाहिँ पामेको अलिकति अगाडि गएर उकालोमा पर्छ। तपाईँहरूलाई भ्यू देखाउनेछौँ, हेर्नु होला। स्टे ट्युन। साँझको लागि यो चाहिँ स्पेशल के हो नि त्यो। ल गाइज हामी हिँडेको अब कस्तो हुन्छ त्यहाँको हजुरलाई देखाउनेछौँ है। जा बस बस, म भिडियो खिच्दै हिँड्छु। उले गरे कोही गाडीमा कोही स्कुटीमा जाँदैछौँ है गाइज। यो चाहिँ नि वीरेन्द्र चोकको लोकेसन हो। उसमा मेडिकलमा जाँदैछ। ए पाउ यता हेर, हेलो भन्दै मैले माटो खेलाएर माटो पाउँछु। यो नभइकन त भिडै हुन्न मेरो त। कपडाहरू हुन्छ नि नेपालीले बनाएकोहरू कि त्यस्तोहरू किन्छ, महँगो हुन्छ कि धेरै भएर पुरा ठाउँ ठाउँमा जाम भएको भाइ। खुट्टाले धकेली तन्केछ उसले नि हेर्नु पर्यो होला नि त वरिपरि। र नानीको दुध सिद्धिएछ, जापानबाट लिएर आएको दुध भ्याइएछ। अनि यहाँ चाहिँ अब लेक्टोजिन खुवाउने भनेर लेक्टोजिन लिनु गइरहेको छ। झर्नुपर्छ हो यहाँ। कस्तो छैन रहेछ यहाँ। त्यो लेक्टोजिन हो के अरे 12। यो चाहिँ नि 6 देखि 12 लाई खुवाउनु मिल्ने रहेछ। के खान्छौ सानी तिमीले? सब चोकमा एकछिन रोकेको छौँ। यहाँ चाहिँ अलिकति सपिङ गर्नुपर्ने छ। अनि ल यहाँ हल्ला चोकमा ड्रेस स्मार्ट भन्ने पसलमा चाहिँ हामी छौँ। अब यहाँ चाहिँ अलिअलि हल्का फुल्का ड्रेस किन्छौँ र ट्रेकिङको लागि जान्छौँ। हजुरलाई कस्तो ड्रेस चाहिन्छ सब प्रकारको ड्रेस छ है यहाँ। किनमेल त भयो। अनि यसो मोबाइल हराएको भएर चाहिँ हामी एकछिन त खोजाखोज भएर दौडेर खोजेको धन्न झोलामा रहेछ। यो केटीको मोबाइल हराएको थियो धन्न। अब हामी चाहिँ उहीँ गएर हजुरलाई देखाउँछौँ है त। फेवा लेक, फेवा ताल, पामेको पनि अझ माथि ब्याक टु नेचर भन्ने, पामेको ब्याक टु नेचर भन्ने ठाउँको बाटो हो यो गाइज। अहिले चाहिँ नि रिसेन्टली धेरै फेमस भएको ठाउँ हो। मन पराइएको ठाउँ। अलि जोडले बोल। अहिले चाहिँ नि मन पराइएको ठाउँ हो ब्याक टु नेचर। ब्याक टु नेचर अಯ್यो त्यस्तो मजाकै ठाउँ ब्याक टु नेचर भनेकै नेचर प्रकृतिमा वापस। ठाउँ पनि त्यस्तै राम्रो रहेछ क्या होइन। हेर्न है लाग्छ आधी घन्टा, लगभग आधी घन्टा वहाँ पुग्छ मन। ब्याक टु नेचर त होइन के त। ए हिँड्नु पनि पर्छ है अलिकति। वेलकम टु भकुण्डेवाला गेटमा पामे बजार त कमाउँछ के अरे पैसा त। हामीले बाटो नचिनेर सोध्दै हिँड्दैछौँ। हजुर पछि अगाडि सिधै अगाडि गएर यो दुईटै पुल कट्न परेन। एउटा पुल कटेपछि लेफ्ट। त्यहाँ भेनाल पछाडि बोलाउनु भएको छ। ए हजुर हजुर देखेँ।
लेफ्टमा त आउँदो छैन त मैले देखेँ बाटो छ र बाटो रहेछ लेफ्टमा रहेछ बाटो छ नि त्यहाँदेखि ठ्याक्कै ल्याएछ बेक्टु नेचर यही रहेछ र साइनबोर्ड नहीं पटना है हजुर बैक टू नेचर यो देखेन म तिमीलाई हेर्दा यो चाहिँ नि पामे गाउँ रहेछ गाइज मलाई त थाहै छैन भन्यो भने मात्र बोल्ने हो जाने हो कि लेफ्ट जाने हो चिया खानु ए खाउँ यहाँ चाहिँ नि यसो चिया सिया खाएर झर्ने चिया सिया खाएर माथि झर्ने चढ्ने भनेको छौँ है हामीले दाङ्गै मन पर्यो लागेछौँ है हामीहरू चियामा पुगेको छौँ अहिले चाहिँ भिलेज तपाईँले देख्न सक्नुहुन्छ पानी बाटोमा केटाकेटीहरू त्यसपछि हाम्रो पाओ पनि त्यहाँ हुनुहुन्छ हाम्रो भेनाजु पनि भिनाजु हुनुहुन्छ पाओ पनि हुनुहुन्छ त्यसपछि हामी जाने बाटो चाहिँ हो त्यो बाटो हामी त्यहाँदेखि जाने हो गाइज यहाँदेखि 2 किलोमिटर छ अरे त्यसपछि हाम्रो 25 मिनट्सको उकालो हिँडाइ त्यसमा पनि हामी तपाईँलाई क्याचअप गर्नेछौँ त्यति बेलासम्मको लागि सी यू फेरि जाँदैछौँ हामी अब त्यहाँ गएर हिँड्नु पर्ने हुन्छ 15-20 मिनट कच्ची बाटो रहेछ यहाँ चाहिँ अलिकति यो कच्ची बाटोमा हामी हिँड्दैछौँ अहिले बाटो रहेछ अनि गाडीहरू हिँड्ने सुविधा हुन्छ बाटो यस्तो छ यहाँबाट गाडी लिएर जानुपर्छ हामी जाँदैछौँ पार्किङमा आएको छौँ अब यहाँबाट अब हामीलाई हिँडेर जानुपर्ने हुन्छ त्यहाँ लगभग 15-20 मिनट है नमस्कार ल अब हाम्रो यात्रा यहाँबाट हिँडाएको यात्रा सुरु हुन्छ ल हामी अब उकालोतर्फ लाग्यो हाम्रो टोलीहरू यहाँ छ नि ए यो के अरे भैँसी देख्नु भएन भने हेर्नु होला अर्ग्यानिक अर्ना भैँसी यहाँबाट चाहिँ यसरी स्टेप 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 भएर चाहिँ हामी कति मिनट 20-25 मिनट हिँड्नुपर्छ उहाँ डाँडामा जाने हो उहाँ गएपछि फेरि हेलो हाई ल सबै खिच्दै हुनुहुन्छ ल ल है हामी चाहिँ यहाँ माथितिर हिँड्दैछौँ कस्तो लागिरहेछ हजुरलाई एकदम रमाइलो बबाल लागिरहेछ ल लिउ नानु अब भयो कि यो खिच्यो कि धेरै यही 15 मिनट हुन्छ उक्लिन सकेन यो उक्लिन सकेन जरो हामी चाहिँ नि ब्याक टु नेचर भन्ने ठाउँमा आइपुग्यौँ यहाँको चाहिँ यस्तो नजारा छ एकदमै राम्रो छ ए त्यत्रो उकालो चढेर आए पनि यहाँ आएपछि त जम्मै उकालो जति भुलेर रिल्याक्स आनन्द अझै हामीलाई वेलकम गर्नु बसेको ओहो यहाँको डाँडा काँडा हेर्नुहोस् त अब आज हामी यहीँ बस्छौँ अनि भोलि बिहान मात्रै हामी फेरि जान्छौँ कस्तो राम्रो ठाउँ छ शीतल हजुरलाई एकदम गर्मीबाट आत्तिएको हुनुहुन्छ भने यहाँ आउनु होला आउँदाखेरि बाटोमा त एकदम रिस उठिरहेको थियो हो यत्रो डाँडा टाढा टाढा पनि बस्ने अरे भन्थे तर यहाँ आएपछि चाहिँ एकदम मन खुस भयो है गाइज रियल्ली सुन्दै अब आयो तेरो सुन्दी फुन्दी रिस उठेर नि बाटोमा भने त्यस्तै एउटा किताब चाहिँ धर्मै ठिक छ त तिमीलाई त छापेर धरम ल्यान है नि दाइ अझ स्विजरल्यान्ड जस्तो हाम्रै धरम ल्यान छ त यहाँ त अलिकति
तिमीहरू अलिकति जाङ्गल नगएर त हामी कविता लेख्ने इच्छुकहरू हुनुहुन्छ भने यहाँ आएर लेख्न सक्नुहुन्छ फिल्म बनाउनेहरू हो नि सानो हो त नलाओस् के हो त यो कस्तो छ त यो के यो त उता तिमीले आज रातभरि फ्यान लगाएर मलाई सँग गरादियो घरको पसिनाले वेलकम चाहिँ नि यहाँ लाइट हर्बल टीबाट पनि भइरहेको छ र हामीले वेलकम पपकर्न्स पनि लिइरहेको छौँ विथ फ्यामिली हाम्रो बहिनीसँग पनि बनिरहेछ स्मेल सेफ अझै छ टु नेचरमा आइपुगेका छौँ बल्ल लाइट आयो लोड सेडिङ रहेछ यहाँ पनि यहाँ चाहिँ हामी यस्तो मजाले आफ्नो थकान मेटाइरहेका छौँ अब हामीले यहाँ लोकल भाले मगाएर लोकल भाले चट्ट खान्छौँ झोल बनाउने कि ग्रेभी कि के हो यहाँ सेकुवाहरू बनाएर खानु मिल्ने छ ए आनन्द छ आनन्द शीतल छ ए ल गाइस आनन्द छ आनन्द मैले चाहिँ नि मेरो फर्स्ट एक्सपिरियन्स फर्स्ट र यो लास्टै भनौँ खुसबु सानै थियो मैले स्कुल पढाउँथेँ हेर्छु त्यो ठाउँ तपाईँले देख्छस् नि हामी बस्ने त्यतिखेर भान्जी बस्थ्यो मसँग सुमना भन्ने त्यसलाई सँगै लैजाने स्कुल सँगै ल्याउने गर्थ्यो कि खुसबु त सानै थिए अनि एकचोटि खानासानाहरू हामीले खायौँ अनि भाँडा माझ न त भनेर आमाले ल जाऊ तिमीहरू भाँडा उसोहरू गरेर आऊ बिहान पनि त्यस्तै हो अब बिहान दुईजना स्कुल जानुपर्ने अनि लगनी भनेर हामीले भाँडा बाहिर निकाल्यौँ कि त्यो याद गरे हाम्रो घरको बाहिर त्यो धारा भाँडा माझ्ने छ नि त्यहाँ हामीले लग्यौँ लगेपछि माइजू भान्जीले गफ गर्दै गर्दै भाँडा माझ्न थाल्ने बेलामा त रुयो त्यो त थाहा छ मलाई को रुयो भन्दाखेरि केटी मान्छे रुयो क्या छ्याप्पै सुने अनि भाँडा माझ्न छोडेर दुईजनाले सुन्यौँ के रुयो त्यो चाहिँ छ हाम्रो त सुमना कोही रुयो जस्तै छ त भनेर भन्यो है ओ त माइजू लाग्यो होला भनेर भन्यो यहीँ छेउमै बसेर रुछ क्या त्यो मान्छे यत्रो जना छ है यहाँमा हामीले भाँडा माझिरहेको छौँ यहीँ छेउमा बसेर रुछ त्यो दिनमा हामीले मिट पकाएको थियौँ ल अनि खुसबु सानै थियो भित्रै थियो नि त किचनमा अनि आमा हामीले त्यो भाँडा माझ्न सोध्दा आमा ओ आमा त्यो काली किन रुछ र भनेर सोधेको काली त खेलेर बसेछ त यहाँ को रुछ र भनेर भन्यो त्यहाँ मान्छे कोही रुइरहेको छ छक्लक्कै भाँडा त्यही छोड्यौँ पुटुट्टै किचनभित्र भाग्यौँ हामी आमा के हो र भन्ने मलाई त तिमीहरूले मासु काटेपछि उ गरेपछि तिमीहरूले चढाएकै नै भन्दाखेरि चढाए छैन कसैलाई चढाएकै छैन के सु त्यहाँ दिनदेखि मलाई बल्ल थाहा भयो यो च्याउने न्याउने होइन यो घरमा यस्तोहरू हुँदो रहेछ आश गरेर बस्दो रहेछ भन्ने यो मलाई त्यो एन्टिटीले यति त्यहाँदेखि मैले बिलिभ गर्छु कि अनि जहिले पनि यो पकाउने बेला मैले छुटाउँछु उनीहरूको लागि यो चाहिँ नि 100% हो यो उनीहरूले जनाएको के म पनि छु तैँले मलाई के अरे सम्झेनस् भनेर उनीहरूले चित्त दुखाएको हो कि त्यो उनीहरू के रूपमा मलाई थाहा छैन बट रुकै हो क्या रुकै हो अब मैले मात्रै सुनेको भए भ्रम हुन्थ्यो त्यो केही व्यायाम हुन्थ्यो होइन तर त्यो दुईजनाले नै सुन्यौँ के कति उमेरको थियो भान्जी बिचरा कस्तो सानै थियो भर्खरकै थियो कति क्लास 4-5 मा पढ्ने कत्रो हुन्छ र Guys, if you like my videos, please do like, comment, share and subscribe. Thank you for watching. खाना छ यहाँ लोकल कुखुरा यहाँ अचार यहाँ साग यो पनि अचार गुन्द्रुकको अचार सोयाबिन सलाद भात चटनी यहाँ दाल छ एकदमै मिठो छ गाइस खाना हामी चाहिँ यहाँ नानी सानो भएको भएर छिटै भित्र आएर खाँदैछौँ अनि बहिनीहरूले चाहिँ नि उतै बाहिर डाइनिङ रुममा खाँदैछ